मेरो सानो मिठो भलङमा सबैजनालाई स्वागत छ। आज म चाहिँ यसो सानो यसो गाउँतिर भिडियो बनाउन लागेको, सबैले हेरेर साथ दिनु होला। र यस्तै छ गाउँतिर चाहिँ रमाइलो छ। जस्तो आजभोलि चाहिँ है बवाल छ कि गाउँतिर चाहिँ रमाइलो भइरहेछ। यस्तो छ, यो चाहिँ हाम्रो भैँस हो, यो चाहिँ गाई, यो बाख्रा छ हाम्रो घरतिर चाहिँ। यस्तो छ क्या हरियाली बाबा, यस्तो रमाइलो छ होइन। आजभोलि चाहिँ घरतिर दसैँ लागेर गाउँतिर मान्छे पनि धेरै आइरहन्, जस्तो रमाइलो छ भनौँ है। हेर्नु त हरियाली बाबा, हरियो यता हेऱ्यो नि हरियो, उता हेऱ्यो नि हरियो, हरियो छ क्या आजभोलि चाहिँ घरतिर चाहिँ। यस्तो छ क्या बाबा, पछाडिको सिन हेर्नु त बाबा। पछि हामी त्यही हो उठ्यो भर्खरै। यस्तो छ, विशेष भइरहेछ, रमाइलो चलिरहेछ। हामी चाहिँ अब यस्तो छ हेर्नु त। चाहिँ हामी चाहिँ करेसाबारतिर जानु लागेको। करेसाबारतिर चाहिँ पुग्यो भर्खर चाहिँ काउली फलिरहेछ, भाजी छ। अनि यता सिलौटी गाउँतिर हरियाली छ कि टमाटर करेसाबारी हो यो चाहिँ। मम्मीले चाहिँ उता फुल टिप्दै हुनुहुन्छ। आज चाहिँ माथि घर जाने भन्ने भइरहेछ। हामी चाहिँ अब त्यो भएर फुल टिप्दै हुनुहुन्छ मम्मीले चाहिँ। त्यस्तो फुल पनि कस्तो राम्रो फुल आयो क्या बात। यो टमाटर चाहिँ खासै फलाएर होइन छ, भर्खर फुलिरहेछ। मम्मीले चाहिँ फुल टिप्दै हुनुहुन्छ। यस्तो छ क्या जङ्गलै जङ्गल के त, यता हेऱ्यो नि जङ्गल, उता हेऱ्यो नि जङ्गल, जङ्गलै जङ्गल छ भने आजभोलि। मम्मी चाहिँ फुल टिप्दै हुनुहुन्छ। मम्मी चाहिँ फुल टिप्दै हुनुहुन्छ। अब चाहिँ म चाहिँ अब माथि कुखुराले चारो हाल्न जा भनेर अब कुखुराले चारो हाल्न जानु लागेको। घरभन्दा माथि गइरहेको छु। कुखुरा फार्म पनि पुग्न लागिसकेँ म चाहिँ। कुखुराले पानी सानी हालेर कुखुरा त्यो हामी चाहिँ ट्याक्क लाएर चारो हालेर अब सम्हालेर गर्छ। अगाडि पानी हालिकन चारो हाल्नु न। टक्सन हाल्नु पऱ्यो अब चाहिँ। हालत खेल्नु पानी हालि पनि सकै। अब कुखुरालाई चाहिँ एउटा मात्रै हो, पानी सानी हालेर हामी सकिसक्यो। ल पानीसाले हालेर चाहिँ सकै। अब चाहिँ यहाँ थोरै छन् उताभन्दा।